काठमाडौँ सन् 2002 एउटा सामान्य बिहान जहाँ एक परिवारलाई थाहा पनि थिएन। केही मिनेटपछि उनीहरूको जीवन सधैँको लागि बदलिन लागेको छ। रानीबारी काठमाडौँको शान्त क्षेत्र जहाँ मानिसहरू सामान्य जीवन बिताइरहेका थिए, तर त्यही ठाउँ केही समयपछि नेपालको सबैभन्दा चर्चित अपराध घटनामध्ये एक बन्न पुग्यो। यो हो रानीबारी हत्याकाण्ड। हेमन्त श्रेष्ठ पेसाली इन्जिनियर, शान्त स्वभावका मानिस, उनकी श्रीमती अञ्जली श्रेष्ठ अनि उनीहरूको सानी छोरी। उनीहरू काठमाडौँको रानीबारीमा भाडामा बसिरहेका थिए। सामान्य परिवार, सामान्य सपना, सामान्य जीवन। तर त्यो घरमा केही दिनदेखि दुई अपरिचित युवक आइरहेका थिए। उनीहरू बारम्बार एउटै कुरा भन्थे, कोठा भाडामा चाहिएको छ। घरधनीसँग उनीहरूको कुराकानी भइरहन्थ्यो, त्यसैले कसैले पनि उनीहरूलाई शङ्का गरेन। जुलाई 15, 2002 बिहान करिब 5:45 बाहिर हल्का उज्यालो हुन लागेको थियो। सहर पूर्ण रूपमा बिउजिएको थिएन। त्यति बेला ढोकामा आवाज आयो, टक 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 टक। सायद फेरि कोठा हेर्न आएको होला भनेर ढोका खुल्यो। तर ढोका खुल्ने बित्तिकै दुई व्यक्तिले खुकुरी निकाले। सबै कुरा केही सेकेन्डमै बदलियो। उनीहरूको पहिलो हमला अञ्जली श्रेष्ठमाथि भयो। घरभित्र अचानक चिच्याहाट गुन्जियो। अञ्जली बस्न खोजिरहेकी थिइन्, तर अट्याकर लगातार हमला गरिरहेका थिए। भान्सासम्म रगत फैलिन थाल्यो। त्यसपछि हेमन्त श्रेष्ठ दौडिए। उनी आफ्नी श्रीमतीलाई बचाउन चाहन्थे, तर अट्याकर्सले उनीमाथि पनि निर्ममतापूर्वक हमला गरे। त्यो बिहान त्यो घरभित्र डर, चिच्याहाट र रगत मात्र बाँकी रह्यो। सबैभन्दा दुःखद कुरा, उनीहरूको सानी छोरी समेत आक्रमणबाट बचिनन्। उनलाई पनि गम्भीर चोट लाग्यो, तर उनी जीवित रहिन्। पछि प्रहरीले भनेअनुसार त्यो बच्ची बाथरुमतिर लुकेर बसेकी थिइन्। तर यो घटनाको सबैभन्दा ठुलो रहस्य अझै बाँकी थियो। हेमन्त र अञ्जली वास्तविक टार्गेट नै थिएनन्। हत्या गर्न आएका व्यक्तिहरूको असली टार्गेट थिइन् घरधनी। अट्याकर्स कन्ट्र्याक्ट किलर थिए। उनीहरू पैसा लिएर हत्या गर्न आएका थिए, तर टार्गेट बाथरुममा लुकेर बचिन् र त्यसपछि गलत परिवार मारियो। कल्पना गर्नुहोस्, कुनै दुश्मनी नै नभएको परिवार गलत समयमा गलत ठाउँमा परेको कारण सधैँको लागि समाप्त भयो। जब प्रहरी घटनास्थल पुग्यो, दृश्य डरलाग्दो थियो। घरभरि रगत थियो। हेमन्त र अञ्जलीलाई अस्पताल लगियो, तर उनीहरूलाई बचाउन सकिएन। नेपालभर यो घटनाले ठुलो सक दियो। सबैको एउटै प्रश्न थियो, आखिर यस्तो कसले गर्यो? अनुसन्धान सुरु भयो। प्रहरीले सस्पेक्ट्स खोज्न थाल्यो, तर कुनै स्पष्ट प्रमाण भेटिएन। दिन बिते, महिना बिते, वर्ष बिते, तर अपराधी फेला परेन। यो केस नेपाल प्रहरीका लागि नाइटमेयर बन्न पुग्यो। एकपछि अर्को इन्भेस्टिगेसन टिम बदलियो। धेरै अफिसर्स आए गए, तर रहस्य उस्तै रह्यो। समय बित्दै गयो। मानिसहरूले यो केस बिर्सिन थाले। तर 12 वर्षपछि अचानक एउटा नयाँ सूचना आयो। एक रेस्टुरेन्टमा दुई व्यक्तिले नसाको अवस्थामा एउटा कुरा भनिरहेका थिए, रानीबारी केस हामीले गरेका हौँ। त्यो कुरा कसैले सुन्यो र प्रहरीसम्म खबर पुग्यो। त्यसपछि प्रहरीले दुईजनालाई निगरानीमा राख्यो, मनराज गुरुङ र परमेश चौहान। अनुसन्धान अगाडि बढ्दै जाँदा अर्को सकिङ कुरा बाहिर आयो। पुरानो अर्को हत्या केससँग रानीबारी केसको प्याटर्न मिलिरहेको थियो। कोठा खोज्ने बहाना, साफ वेपन अट्याक, आई कन्ट्याक्ट किलिङ, सबै कुरा एउटै शैलीमा भएको देखियो। अन्ततः प्रहरीले दुवैले पक्राउ गर्यो। अनुसन्धान अनुसार हत्या गर्न उनीहरूलाई एलिगेडली 2 लाख रुपियाँ दिएको थियो। तर आजसम्म पनि धेरै मानिसहरू विश्वास गर्छन् यो केसको सम्पूर्ण सत्य बाहिर आएको छैन। किन टार्गेट त्यही व्यक्ति बनाइयो? मास्टरमाइन्ड वास्तवमै को थियो? के सबै दोषी पक्राउ परे? यी प्रश्नहरू आज पनि छन्। रानीबारी हत्याकाण्ड केवल एउटा मर्डर केस होइन, यो एउटा यस्तो कथा हो जहाँ गलत समयमा गलत ठाउँमा परेको कारण एउटा निर्दोष परिवार समाप्त भयो। कहिलेकाहीँ अपराधी पक्राउ पर्छन्, तर सत्य पूर्ण रूपमा कहिल्यै बाहिर आउँदैन। यदि तपाईँलाई यस्ता सत्य अपराध कथाहरू मनपर्छ भने यो भिडियो सेयर गर्न नभुल्नुहोला, किनकि नेपालमा यस्ता धेरै रहस्यमय घटनाहरू अझै पनि अन्धकारमै छन्। कृपया भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने मेरो च्यानललाई सेयर गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ। थ्याङ्क यू।